के भएर आइछ अन्त के भइरहेको खोइ जोइ छ जोइ खै कता गयो घरमै होला ए जोइ चाहिँ अब नमस्ते बाबा नमस्ते नमस्ते खै जोइ छ त मात्रै आइछ घरमै हुनुहुन्छ ए के भएर अनि आयो फेरि आइपुगेछ के भएर आयो पनि खै के भयो यिनीहरूको कुन त फेरि एक हप्ता मात्रै बादेमा पठाएको त्यही त जोइसा पनि आएन रहेछ साथमा आउनुहुन्छ होला आएपछि भइरहेको म त बाबा तिम्रो त्यस्तै हो नि त फेरि खै जयले च्याङ च्याङ गरिबस्छ अनि को बस्छ अन्त उसँग त नबस्ने अब अब जोइसा समय आउनुहुन्छ होला अनि कुरा गरौँ तिमीहरूको ल तिमीहरूको म जहिले छोरीजना चेपेर राख्छ के खालको मान्छे रहेछ अनि आज चाहिँ कि वार कि पार गर्न आउँछ म पनि नमस्कार बस्नुहोस् न कति कामले आउनुभयो खोइ अब नजिक ससुराली हुनु पनि साह्रै रहेछ उयो मान्छे कुदे गर्छ बाबा अन्त नानीहरू अब स्कुलबाट आएकै छैन अहिलेसम्म हात परिसक्यो घरमा ए जोइसा आउनुपर्छ ए नमस्ते अन्त के गर्नु अब कामबाट आएको घरमा चढेर गाईलाई घाँस पानी केही गरेको छैन यो मान्छे कुदेकै होइन मैले अस्ति त्यत्रो सम्झाएर पठाएको हामीले दाजुले पनि त्यत्रो भनेको तिमीलाई राम्रो सम्झाएर पठाएको त फेरि के भयो जयले गरिबस्छ अन्त को बस्छ त के कुरामा किसिम गरेर काम गर्दा पनि देख्दैन जहिले तहिले कराइबस्छ त्यस्तो किचकिच त गरेर जस्तो लाग्दैन मैले अब नानीहरूले अलिअलि काम बिगार्दाखेरि अलिअलि कराउँदाखेरि त्यो मान्छेलाई बेसी किचकिच हुँदो रहेछ खै म त तपाईँहरूले बेसी नै अब मलाई दाइजो दिएर पहिला हेपेको जस्तो पनि लाग्छ बिहा गर्दाखेरि हामीले त्यस्तो भनेको छैनौँ तिमीहरू दुईजनालाई हामीले मिलाएरै पठाएको हो बिहा गर्नु राजी खुसीमै राजी खुसीले बिहा गरेको अहिले तिमीहरू झगडा परेर छाट्टा र छुट्टा तिमीहरूको के हो यस्तो यस्तो गर्नु पाउँछ तिमीहरूले खै अब त मैले बहिनी अन्त के जोइ यसो खाएर आउँछ कि खाएर ल्याङ गरेको हो कि खाएरै आउँछ होला नि अन्त जहिले तहिले कराइबस्छ जोइ त्यस्तो खान्छ जस्तो लाग्दैन मलाई त काम गरेको केही देख्दैन ए जेठा त बेसी बाटो र न कहाँ जोएर चेप्दैछ बहिनी जोइको भन्दा गल्ती हेर्नु पर्यो बहिनीको जोइको मात्रै गल्ती तिम्रो छोरीले यसरी त्यस्तो गर्नु पाउँछ अब तपाईँले मेरै मात्रै गल्ती देख्नुहुन्छ भने देख्नुहोस् होइन मलाई केही छैन अब तपाईँको छोरीको गल्ती नै छैन भने मैले के गर्नु त अन्त तपाईँको छोरी मैले पहिल्यै सम्झेर पठाएको म चाहिँ के भन्छु भन्दैछ नि अब यो सानो मान्छेलाई बुद्धि पुगेन गयो अहिले ठिक छ जोइ पनि ठिकै हो ड्युटीवाला मान्छे हो गएर घाँस अब खाएर आयो झगडा गरे यताउता डिसेस पर्छ भने बुढाबुढी त्यसै गर्न सुनिदिनु पऱ्यो नि त अहिले त तिम्रो झगडा डिसेस पर्छ अब खुर्रा यहाँ आउँछ एक हप्ता मात्रै हुन्छ के गर्ने एक हप्ता भाँति पठाएको अहिले एक हप्ता त यहाँ आइस त जाने होइन अस्ति जान्छु भनेर ड्युटी भएर गएको मैले पहिल्यै भनेको तिमीहरूलाई होइन गएन भने पनि ठिकै छ नानीहरू म बोलाउनु आफै जान्छु ल्याउँछु भोलि पर्सि उसकै जिन्दगी खराब हुन्छ मेरो जिन्दगी खराब हुँदैन बाबा हो तपाईँहरूलाई म सिधा भनेर मैले हेप्नु खोजेको पनि हुँदैन तपाईँलाई मैले तपाईँको शिर हाल्नु खोजेको पनि होइन होइन उसले नै गल्ती गरेर उसकै अब ठुलो कुरा गर्छ भने मैले के गर्नु अब होइन म पनि अब हरेस भइसकेको जा एक त मिलाएर अब गरी खानु जा त जादिनौ बाबा होस् अब अब नजाने भने जेठा के गर्नु त अब बहिनीको मनमा के भएको छ जहिले के गर्ने लाने के गर्ने बिचरा अब अब जान्छ भने त लान्छु नि म अब जान्न भन्दैछ भने के गर्नु अब मैले पनि मेरो छोरी बहिनी अब यस्तो म मेरो अनुहार हेरेर बस्नु पर्ने नानीहरूको अनुहार हेरेर बस्दा हुन्छ नि होइन अब उसले अब बिहान उठ्छ फोनमा बेलुका उठ्छ फोनमा यता फर्के दाजु अब के गर्नु अब उसले बिहानदेखि बेलुकासम्म फोन हेर्छ सुत्दा पनि फोन हेर्छ उठ्दा पनि फोन हेर्छ टोइलेट जाँदा पनि फोन हेर्छ अन्त मलाई पनि रिस उठ्छ होइन अब यस्तो कुरा हो अब कुनै जाँदैन इच्छा छैन भने पनि ठिकै छ म घर जान्छु होइन नानीहरूको त्यसलाई भइरहेछ अनि मलाई अब हिजोको दिनमा तपाईँहरूले अलिकति दाइजोमा बेसी दिएर अब बा मलाई पो अत्याचार गर्नु खोजेको हो कि सोचेको छु मैले चाहिँ त्यस्तो गरेको म त अस्तिको हप्ता पनि मैले मिलाएर पठाएकै हो नि त होइन अब मिलेन भने चाहिँ अब म पनि अब लु मेरो बुढी आइज भनेर चाहिँ म सक्दिनँ होइन अन्त तपाईँहरूले बोल्नु आयो भने ठिकै छ म एक्सेप्ट गर्छु आएन भने म त्यो पनि म सधैँ बस्छु उसले दुःख पाउँछ म पाउने मला छुइनँ होइन म छोरा मान्छे एउटा म त केही गरेर पनि खान सक्छु नानी हेरिहाल्छु हुन्छ बाबा म सम्झाएर पठाइदिन्छु तेरो बेलाले गर्दाखेरि खै के भयो भाउ छ्या जोइ सबै रिसायो